त्यही सुनाए नि हुन्छ डुलाको डायलग त्यो पुरानो केटीको कुरा होइन के आज मासु लिन जान लाग्यो 12 बजे ओ अङ्कल ल ल यता सिफ्ट के को मासु लिन जानु ला रे हामी क्रोकोडाइलको मासु लिन जान्ला हामी कुकुडाले त कुकुडाल गरेको क्रोकोडाइल भन्ने चाहिँ याद अस्ति जुमा के गएको थियो अनि हिसानलाई त अहिले त लगभग सबै थाहा नि त अनि क्रोकोडाइललाई जापानिजमा के भन्छ भने क्रोकोदाइरु रे के यसो अस्ति ट्रान्सलेट गर्दा अर्कै थियो फेरि जेठा भान्जी छ कि त्यो कान्छा भान्जीको त मलाई माया लाग्छ अर्कै खालको माया पलाएर आउँछ त्यसलाई त किन पहिले धेरै मैले डुलाएँ नि त साह्रै क्युट कुरा गरिदिने के बाबाले राम्रो माथि जति यहाँ भनेको है हो नि बिचरा आइ बच्चा नि त म त थिएन होला त्यति बेला अनि त्यो उता के अरे खोइ तपाईँको कथा सुनाउनु जनताले सुन्छ बनाइसक्यो त अब कतिवटा कथा यो सबैले अब कथाहरुको अब हेर्नु पनि कथा बनाउनु पर्यो ल यहाँ हेर्दैछ 3टा आँखाले हेर्नु कति ठुल्ठुलो छ 1 2 3 कसो घाम टल्किन भन्न किन भन्न तेरो बाको टाउकोमा टल्किन यहाँ पनि घाम आउँछ अब कहाँ घामी यहाँ टल्किँदै क्या हो तपाईँले जति कमाउनु भनेको जमाउनु भने यिनीहरू दुईटाको लागि जापान होइन भन्नु न तपाईँले काठमाडौँमा जापानको घरहरू त्यस्तो हुन्छ पढाउनु भन्दा बेस्ट चाहिँ तपाईँले छोरालाई डागाको पढाउनुलाई चाहिँ ठुलो हुन्छ बरु घर नभए नि हुन्छ हामी 4 जना जाँदैछौँ गार्जेन सोच्नु परेको त्यस्तो हो कि मैले पनि विद्या भनेको विद्या भनेको के हो रे विद्या भनेको विद्या बालन हो रे छुना स्टिलको भनेको छ नि विद्या पढे पनि नेपालमा पो पढे पनि विद्या भनेको के त छुना स्टिलको पढे पनि छ के दाइकाको उसको स्यालेरीको स्केल हाई हुन्छ अनि तपाईँ को छिरे बिस्कीको स्केलको कम्पनी हो क्या फरक छ प्राय कम्पनी छ भाइ सबै यहाँ राइट टर्न लिने कि बा उसले देखोस् नदेखोस् के देख्नै पर्छ हामीले हेरे अनुसार उसले देख्नै पर्छ गाउँ घर हो कि पुरा खेदै खेत के उसले नदेखे तापनि मलाई पनि अलि त्यस्तै ठिक लाग्छ पहिला त कहिले टोकियो बस्नु बाबाले एउटा सन्तुष्ट हुन्छ नि मैले यहाँ चाहिँ कुखुरा सिङ्गै कुखुराहरू पनि पाउँछ होइन अनि पिस गरेको पनि पाउँछ हामी कस्तो ल्याउने पैसा आफ्नो इच्छा हो त्यो त कस्तो ल्याउँछ अब होइन सिङ्गै ल्याउने कि पिस ल्याउने अब गरे हेर्ने हो कस्तो हुन्छ हामी चाहिँ ठुलो ल्याउने भनेको यसलाई त मैले के अरे यो त राइट टर्न कलेजमा भयो नि ब्याचलर जोइन गरिदिएको यहाँ राइट टर्न हो सिधै देखाएको छ जाउँ त राइटै ल अहिले पुगेपछि हेरौँला कुखुराको फार्म राइटै जाउँ त भने हैन त्यसले जे देखाएको छ त्यो देखाएन त्यो मछाड राने त्यो गर्न लाग्छ घरले दिस इज कुखुरा पसल हाय 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 गाडी आएको त्यो नआउने कि फेरि साकी आशा दिनुहोस् त त्यो यहाँ चाहिँ पसल हो अहिले चाहिँ बन्द रहेछ क्या तिहार हो टक्क लाएर चाहिँ 100 केजी लानुपर्छ खै 100 केजी लाने मान्छेको अनुहार 100 केजी मा दपेर मर्ला कुखुरा बेच्दा त घन्टा त्यो त कहाँ सुन्छ यार अरू पनि त होला बिजनेसकै यहाँ भित्र चाहिँ कुखुरा पाउँछ मासु मासु चाहिँ यस्तो रहेछ मरुतोरी हेरिनुहोस् का त्यही हो रेतोको होइन मैले सोधेँ क्या दाइलाई रेतोको भने छ अब भए त फ्रेस नभए त रेतोकै त हो नि के भन्नु ढङढङ काट्नुपर्ने होला नि त फेरि त्यहाँ अब दाइले नै भनेको छ त अनि यस्तो लग्छ कि फोन गर्नु न 何個どれどれサイズ MS ごめんこれがないの じゃあこれでいいこれ何個1個でいい1個で360円お釣りね細かいコインあるねえ100円しかないコインちょっと待っててコインある300
कुखुरै नौ आज त्यही त जाऊँ न आउनु न के जान पाउँछु भने फेरि त्यो कुरा सेन्सिटिभ हुन्छ नि के कुरा सेन्सिटिभ हुन्छ नि त्योनीहरू कहाँ जान दिन्छ त्यसो त्यहाँ बाहिरबाट हेर्ने भित्र को जान्छ माथिबाट दिन्छ यहाँ रोडसम्म त हेरौँ केही नि हुँदैन मैले कतिचोटि गएर हेरेको छु फरक पर्छ यहाँ स्टाइल हेर्नु न रुखको स्टाइल के घरको स्टाइलहरू छैन उनीहरू यहाँ सबै यो घरहरू पनि दामी स्टाइलै ग्यापहरू नेपालहरू बङ बङ बनाउँथ्यो माखाइ इन्डिया त यहाँ त्यही त कुखुरा नि गनाएन ऊ त्यो मुनि गयो भने चाहिँ गनाउँछ नत्र चाहिँ गनाउँदैन कि छेउ टोलले कम त कम्प्लेन गर्छ यस्तो कुखुरा पाल्यो भने गर्छ नि उयो घर बनाएको रे कुखुरा बेचेर तेरो बाले मलाई के थाहा छ यो कुखुरा बेचेर बनाएको घर कुखुराको फार्म चाहिँ यही हो कुखुराको पसल चाहिँ यही हो यहाँबाट उतापट्टि हो कि ठिकै हो एभ्रिथिङ इज गुड मौसम जाडो छ तर मलाई गर्मी भइरहेको छ यति बेला मलाई खतरा लागेको चाहिँ यो हो कि यो स्टाइल सक्यो बोक्नु नि त ल मासु लिएर फर्किँदैछौँ हामी चाहिँ क्रोकोडाइलको मासु अहिले तिहार मनाउनलाई आज डक्कलाई बुता पनि लिन्छौ हिजो त मैले ढिँडो खाएको जानियो ढिँडो सोध्नु न सोध्दैन त्यो पेट्रोल सिद्धि जान्छ त्यो त उसलाई चाहिएको भएर आएको हाम्रो काम त जान्न मलाई थाहा छैन जाने म जान्छु यहाँ राइट टर्न बुता लिन जाने राइट टर्न हो तर नल्याउने एकैचोटि धेरै मासु ल्याएर त्यो त गर्दा सबैले खान्छ नि तर मेरो त फेरि अलिक ल्याङ छ नि खाने त खान्छ बुढी चेनेर नि त दाइ गर्न पार्ने उयो यसको बाले गर्थ्यो किन हाँसेको सबै मिलिएको छ त यसको बाली किन गर्ने होइन खान तँलाई कति सानो कति लाग्यो त्यो धेरै ठिक छ बाध्य त सधैँसम्म नयाँ कपाल कटाइ मेरो के छ सबै झुका छ चाहिँ मजाको बनाएर चाहिँ कि रेस्टुरेन्ट रहेछ क्या यस्तो के मलाई के बुढीले मलाई केही भन्दैन अघि पनि किन दिउँसो कुखुराको मासु ल्याएर अब चाहिँ बारबिक्यु गर्ने ठाउँमा यो घर हो प्लिज ये कौन है हमको तो पता नहीं है ये यसको नाम के हो नेपाली हो जे भन्दै नि हुन्छ नि होइन उयो यसको जे भन्ने नि भयो ठुलो गाडी बुढी त हाल्यो नि सानो चाहिँ त्यहाँ हाल्यो यो पोल्दा ठुलो ठुलो चाहिँ हाल ठुलो यहाँ हालेको ए ठुलो यहाँ हाल कि त्यसको ऐसे करेंगे तिमीले भ्लग बनाउँछ नि होइन म हालेर हुन्छु बेला बेला देऊ न टक्क लगाएर बनाउने राख्ने है यो नयाँ नयाँ पन्त के अरे खर्च गरेको तपाईँ त यता देखाउँदैन दुईजना खेल्नु नि त झापड हानेर कसले जित्दो रहेछ मामासँग झगडा गरे भने भोलि चाहिहाल्छ भोलि के अरे तिमीहरूको बिहेमा चाहिने मामै हो थाहा छैन फेरि आमाको त मामा बिना केही पनि हुँदैन जति गयो बरु बाबामा रिसाओस् होइन अब म अहिले भर्खर 19 वर्ष तपाईँ 60 वर्ष मैले बिहे गर्ने उमेरमा त तपाईँ त बाबामा रिसाओस् होइन बाबामा रिसायो रिसै भयो हाम्रो बाबामा मामा भनेर तिमी कुटेन हो नि नभए नि खोजेर ल्याउनु पर्यो एकजना है मामाले त्यही भएर राम्रो मामा त चाहियो
कपाल काटिदिनु बेला आउनु भएन पैसा दिनुपर्छ भनेर अब यसको बाँकी छ कपाल काट्नु त्यता चाहिँ बारबिक्यू यहाँ चाहिँ जापान ठाउँ मात्र हो नेपाली भएपछि जाने यस्तै हो अबे के हो यो त बिहेमा पका जस्तो गरी पकाउनु भएको त त्यो नरम खा सेतो मासु हल्लाउनु त आज त फोकटेको पैसा आउने हो नि त हाम्रो बनाइरहेको छु कसको बिहे हो खै त केटी यहाँ मटन अनि बारबिक्यू चाहिँ के को मासु गर्नु ल भन्नु गोरुको कहाँ गोरुको गाईको होला नि मेरो जुत्ता यो फ्रीमा मगायो सिनबाट चाहिँ 10वटा फ्रीवाला थियो त सामान राम्रो राम्रो आएको थियो नि ट्याब्लेट आएको थियो 28.5 तपाईँ कति हो लाई हेरौँ न त घर चाहिँ खतरा कतिमा बनाएछ यो घर यो कपाल मैले आफैले काटेँ होइन घरमा बाबा सुतिरहेको थिएँ त्यतिखेर कपाल काटेँ चुस्स कानमा पऱ्यो कान काट्यो हुँदैन यसरी काट्नु भनेर मिसिन बोकेर मिलन अङ्कलको भाइ भएको गाउँको अनि त्यहाँ गएर बल्ल मिलन अङ्कल भाइलाई यसरी काट्ने मुनिको सब फाल्ने भनेर आधी घन्टा लाएर बल्ल बल्ल काट्यो आफैले काट्न त त्यो नभएर क्या कानमा छुस्स पऱ्यो कान काटिहाल्यो क्या डर लाग्यो अनि त्यही भएर छिटो उता गयो कपाल त खतरा हो नि अरू त के भन्ने हो र यही हो अब एकछिनमा सुरु भयो मासु पोल्न लो मासु पोल्नु न कहाँ जानुभयो तपाईँ यो पोर्क अहिले खुट्टा कहाँ उचाले चापनिजमा बुता खोल्नु त लोकल स्टाइलमा जापानमा त्यो पनि होइन जापान हो नेपाल जस्तै हो हात मान्छे त्यस्तै खतरा होइन सकियो अरे हेर त कस्तो दामी आज हेर्दा त खत्रै भयो हेर न त्यो बियरमा बना हेर न कस्तो मिठो यो चाहिँ के हो नि त्यो लसुवा आवाज नै मजाको आइरहेछ ऊ त्यो समातेर हालिहालिस नु अब त रमाउनु रन्दिन्छ है बोल्नुले त यहाँनिर चाहिँ के भयो भने यता चाहिँ बोल्नु नि यता कुरो त सही गर्नु सुरु भयो त बारबिक्यू अब यी होइन यता खिचेन त्यता खिचेर हुन्छ खाने मान्छे पो देखाउनु पकाउने मान्छे देखाएर के गाउँ यहाँ नि हुँदो रहेछ खाँदैछौँ है एकछिन कुर्दै गर्नु ल तपाईँहरू खानु म यहाँ खाइरहेको छु
हजुर नुन चाहिँ कुन हो देख्दो रहेछ यो मटन चाँदो है मलाई पोर्क अब मनाएर होला कस्तो दामी भयो नुन पुगेन नि अन्त अलिक कम भयो जति हाल्यो नि हुँदैन लास्टमा चर्को होला नि फेरि नुन हाल्यो नि बोल्ने खुट्छ नि फेरि मासु चपाएर चिकनको त्यो पोल्नु पर्ने तपाईँ अहिले मन त आज पोल्नुला सन्तोष मन त आज पोल्नु लाग्यो खोइ मनी त कहिले आउने हो त आउँछ नि तातो छ चपाउनु हो एक कस्तो नेपालकै त्यस्तो है बेमसारले बनाउनु भयो अरू त्यो खै मटन मसला के भएन भन्दै मिठो रहेछ ठ्याक्कै यहाँ चाहिँ नेपालमा बसे जस्तै भयो कि अलि नुन चाहिँ नपुगे जस्तो रहेछ योमा है त्यहाँ दाइ एक्लै गर्नु हुँदो रहेछ छाक्ना कुल्चेको पोल्ने मान्छेको अनुहार देखाइदिनु आउँदैन नि पालो पालो गर्नु पर्यो नि त कस्तो आउँदैन भन्नु फेरि पढाउन आउँदैन मामाहरू अङ्कलहरूलाई पनि यसो गरेर देऊ तपाईँ लिम्बू होइन त्यतिको त खानै पर्यो नि एकैचोटि 3टा मात्रै खाने हौ बेइज्जत गर्ने काम नगर अनि लिम्बू भएपछि त्यतिको त खानुपर्छ नि टिकटकमा कति आउँछ अनि पेट आएन है तिम्रो दाजुभाइले दुईजनालाई पेट सानो आएन दाजुभाइले मासु ल्याउँछ सबैले चोपिन भइहाल्यो नि त्यही दाजुभाइ म ल्याउँछु मासु त्यो भित्र राख्दे म मिल्दैन अहिले खान्छु म खै यहाँले ओइ खाइरहेको छौ कति खानु म त के खानु हुन्छ हुन्छ खाम न खान न के भयो त ल लिम न हौ चोपेर खा है चोपेर खाने एकैचोटि चोपलाउ होइन एक हप्ता भयो के मासु मात्रै खाने गरेर कि जुस सुस छ अर्को जुस सुस छैन तपाईँहरूलाई त्यो होला अब त्यो ओछ्या बिचरा पोल्ने मान्छेलाई गर्मी हुन्छ लौ मासु पोल्ने कार्यक्रम मेरो हुँदैछ अब यहाँ टक्क लगाएर होइन मजासँगले कसको हाम्रो हथिङ मामा
अहिले गरिरहन्छ तिनीहरूको हिमालयमा यहाँ बाउ यहाँ छोरा मासु पोलाइ त्यो अहिले गोमा बहिनीहरूबाट लिएर आएको ओयामा बस्थ्यो अनि आफ्नै भिजा बनाएर अहिले टोकियोमा जाने लौ मासु खाने भ्याउ लौ त्यो दिने लजा होइन आफै बोल्नु मैले यताउता खाना भएको मामा मान्छे त थुप्रो छ त तपाईँ अलिक कालो भएछ हौ देखिएन यताको त झन् कुरै के गर्नु बरु म गएर रहेछ राम्रो पाउने बोइलर कि लोकल आमाइ छ अलिक पाक्यो होइन भान्जामा जान्छ नि के लिएर भन्नु के छ अरू भन्नु हेरेर मासै नरहेछ म उता गएर आउनु न हुन्छ ल जाउँ हामी पसल जाने पसल अब चाहिँ हामी सुप्पा जानु लाग्यो पसल होइन सामान अलिअलि पुगेन छ त्यही हो गाडी आज कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 वटा गाडी यो चाहिँ घर हो जापानमा होइन टक्क नेपाल जस्तै भएको फिल चाहिँ टक्क पछाडि चाहिँ बार्बिक्यू भइरहेछ त्यहाँनिर चाहिँ खसीको मासु बनायो यता गऱ्यो होइन त्यहाँनिर सबै छ भित्र घरमा नि छ मान्छेहरू यो चाहिँ घर हो जापानमा बनाएको घर टक्क ठुलो छ यार अलिक दिउँसो भए मजाले देखिन्थ्यो अलिक बेलुका भएर देखिएन ठिकै छ होइन अब चाहिँ यो गाडीमा जानु लाग्यो हाम्रो गाडी चाहिँ उता बिचमा छ कि चारैतिरबाट घेरेको छ खोइ त सबैले फर्किम ल यता बार्बिक्यू गरेर सकिने बेला भइसक्यो अब मान्छे धेरै मासु हालिदियो बाबुले थाहा प हातले के जम्मा भात मोले यसरी हाल्ने हो त पुग्छ सक्यो आजको बार्बिक्यू यही सकिन्छ